गएको छ सङ्घर्षको भावना। यस्तो छोरी हुनुभन्दा त मरेको भए पनि हुन्थ्यो। कति सजिलै गरी भन्न सक्छौ र आमा, साँच्चै मैले कुनै दिन सहन सक्छौ र आमा। म कोसिस गर्दै त छु, हरेक रात उठेर पढ्दै त छु। तपाईँसँग मात्र मेरो तुलना किन बा? तपाईँले पनि कहाँ सक्नु भएको छ र सबै कुरा दिनु बा? फलानाको छोरी हेर्नु भन्नुहुन्छ, कहिलेकाहीँ आफ्नो छोरीको मन त हेरिदिनु। म गर्वका साथ मेरा बार हुन्छु, कुनै दिन कति राम्रो मेरो छोरी तपाईँले भनिदिनु। सम्पूर्ण गुण ममा हुनुपर्छ र सम्झाइनी बुझ्छु त, सबैको अगाडि पस्नुपर्छ र बुझ्छु त म। मेरो कारण बुझ्यौ आमा तिमी, तर तिम्रो बदलले म त मरिसकेँ। मर्छु सोचेर कति कोसिस गरिसकेँ। खाना दिएको छु त, लाउन दिएको छु त, नभन्नु न बा। मैले पनि त तपाईँको लागि थुप्रो त्याग गरेको छु, तर फरक छ नि, तपाईँ सुनाउँदै हिँड्नुहुन्छ अनि म लुकाउँदै। स्कुलले टुर जानलाई 5,000 मागेको थियो, म त घरमै बसेँ त, सन्चो छैन मलाई भन्दै सबैलाई ठग्दै बसेँ त। साथीभाइहरू स्कुटर बाइक चढ्छन्, म त नेपाल यातायात चढ्छु त। आवश्यकता भन्दा ठुलो रहर छैन, घरको आर्थिक स्थिति बुझ्ने गर्छु त। मलाई नि नालायक भएर बस्न कहाँ मन छ र? यस्तो कुराहरू पनि तपाईँले सम्झाइराख्नुपर्छ र। यो गरे हुन्छ कि त्यो गरे हुन्छ कि बुझ्दैछु म। छोरी कोसिस गर्दैछ सोचेर तपाईँहरू पनि बुझिदिनु न। यो भिडमा अरूमा लिन सक्छु म, मेरो साहस बनिदिनु न। तपाईँहरूको ढल्किने उमेर थाहा छ मलाई पनि, घरमा कति दिनको आवाज भएको छ मलाई पनि, तर म घुमेको देख्नुहुन्छ, घुम्सेको देख्नुहुन्न, 24 घन्टा फोन चलाएको देख्नुहुन्छ, मन चलेको देख्नुहुन्न। सानै त छु म, झर्किन सक्छु म, फकाइराख्नु न, सबै थोक जित्न सक्छु, बस तपाईँहरू साथ बनिदिनु न। पुग्छस् एक दिन ठाउँमा माथि भनिदिनु न। तपाईँहरूको मुख हेरि त बाँच्छु म, नझर्किदिनु न। तपाईँहरूको लायक छोरी बन्नेछु एक दिन, पर्खिदिनु न। तपाईँहरूको लायक छोरी बन्ने